हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि धेरै पछि आफ्टर अ लङ टाइम भन्नु नि धेरै लङ टाइम भयो। मेरो आवाज चाहिँ अलिकति हिक्किरहेको होला, किनकि हिक्किरहेको छ कि अघिदेखि नै खोइ पानी खाइसक्यो, त्यो पनि निको पनि भएको छैन। अनि आजको हाम्रो कन्टेन्ट भनेको चाहिँ केमा बन्दैछ भने आज साकेला छ हाम्रो यता सलकपुरतिर पानी ट्याङ्कीतिर, अनि त्यसैमा बन्दैछ हाम्रो आजको कन्टेन्ट। अनि अर्को भनेको चाहिँ यहाँ मङको लागि लुगा रेडी भइसकेको छ, सबै तयार भइसक्यो। अनि म चाहिँ यसपालि नलाउने भन्ने विचारमा छु, किनभने यसपालि अति नै गर्मी छ, त्यही माथि मलाई जिउ पोलिरहेको छ क्या। अनि त्यही माथि सन्चो पनि छैन, त्यही कारणले गर्दाखेरि म चाहिँ यसपालि नलाउने साकेलाको लुगा। अब अर्को वर्ष चाहिँ म फिक्स लाउनेवाला छु। अनि यति नै हो। अब एकछिनपछि भेट्नुपर्छ, रेडी भएको देखाउँछु। आजको भ्लगमा चाहिँ रमाइलो गर्नुपर्छ, एकछिनपछि म तपाईँहरूलाई देखाउनेछु। साथीहरू होइन, अब रेडी बनाइदिनु त पऱ्यो नि त होइन, आफू नलागिकन गए पनि के भन्न सक्छु गाइजहरू म होइन। अब एकछिनपछि म तपाईँहरूलाई फाइनल रिजल्ट चाहिँ देखाउँछु यसको मेकअप भइसकेको चाहिँ। तल निक्लिसकेँ होइन, साकेला जानको लागि रेडी भइसकेँ। अनि अर्को भनेको मम्मीलाई फेरि अर्को लिनुपर्ने अरे, यो भएन अरे, त्यही कारणले गर्दा अर्को लिनुपर्ने। त्यही भएर म यहाँ बसिरहेको छु तल, दादाले माथिबाट ल्याइदिनुहुन्छ सामान। अनि अर्को भनेको मम्मी लुगा लाउनु गइसक्नु हो, अनि म चाहिँ यहीँ तल बसिरहेको छु साथीहरू। अब के गर्नु होइन, यहाँ हेर्नु हाम्रो गाउँको फुलहरू कस्तो दामी फुल छ, तर यो चाहिँ खुर्सानी फुल चाहिँ होइन। फेरि यो फुल भयो, उता फुलिरहेको छ फुलहरू। अनि अर्को भनेको यता यो फुल चाहिँ साथीहरू मलाई यस्तो दामी लाग्दो कि त्यो बुकेहरूमा राख्छ नि, यो बुकेहरूमा बनाउने खालको फुल हो होइन। अनि के भन्छ, अस्तिको हावा कति 2-3 दिन भएको थियो हावा आएको, त्यो हावाले गर्दा यो फुल त यस्तो हेर्छु त भाँचिआयो क्या। बिहान गर्दा कस्तो नराम्रो लागेको मलाई यो फुल। फेरि कस्तो राम्रो थियो क्या। अब हतपति फेरि यहाँतिर कहीँ पनि नदेखेको, फेरि हाम्रै घरमा चाहिँ फुलेको रहेछ। मलाई पनि थाहा थिएन, बिरुवाको कहिले राख्नुभएको रहेछ। दामी लागेको भयो भने त भाँच्यो। मम्मीले भिडियो पनि खिच्नु भएको थियो त्यसको, ठिक त भिडियो, तर भाँच्यो। कसको आँखा लाग्यो जस्तो लाग्छ, जिस्काएको है। अर्को भनेको यहाँ छ हाम्रो फुलहरू। यो फुल चाहिँ हजुरलाई देख्नु नै भएको होला, यो भनेको त्यो उयो फुलहरू हुन्छ नि, भन्नाले कस्तो भन्नु अब तपाईँहरूलाई, गिट घन्टी खै के फुल भन्छ यसलाई, त्यस्तै हो। अनि यहाँतिर धेरै छ। यहाँ साथीहरू यो चाहिँ म भिडियो बनाउँदै हिँड्दै थिएँ, मम्मीहरूलाई पनि देखाउँदै हिँड्दै थिएँ। अनि यो भनेको चाहिँ हाम्रो साकेला मेला जाने बाटो है। यो भनेको सलकपुरको त माथि पानी ट्याङ्की जाने बाटो। अनि अङ्कलले सफाइ गर्नुहुन्छ नि, म अगाडिबाट बसेर चाहिँ पछाडि बसेर चाहिँ मजाले भिडियो बनाउँदै थिएँ, यताउता देखाउँदै थिएँ, गफान्दै थिएँ। अनि मेरो चाहिँ आवाज काटिरहेको थियो, त्यही भएर यसरी बना। साथीहरू एउटा ठाउँ नभेटाएर नि हामी यहाँ बसिरहेको छौँ। हामी यहाँ पछाडि यहाँ सेको खाने ठाउँमा एउटा पनि ठाउँ खाली नभएर हामी यहाँ बिचल्ली अवस्थामा बिचमा बसिरहेको छौँ। भोक लागेको छ नि तिमीलाई? कति भोक लाग्यो? कहीँ खाली छैन क्या आज, के भएको? हामी कहाँ थियौँ कि म त जान्छु जेको आन्टी, तिमीहरू नजाने ल। खै मोटोको पेट छामौँ, कहाँ जाने? कस्तो छ आइसक्रिम भाइ? कस्तो आइसक्रिम भन न। बजेपछि हामी पनि खाना जान्छौँ होइन। सुँगुरको मासु भोक लागिसक्यो, कतिखेर सुँगुरको मासु खाम जस्तो भइसक्यो मलाई त। सुँगुरको मासु खान मन लागिसक्यो। तिमीलाई के खाल्छ? तिमी खाँदैनौ? किन? राईको भान्जा भएर नखाने अरे सुँगुरको मासु। राईको भान्जा भएर नखाने अरे, राईको भान्जा भएर नखाने अरे सुँगुरको मासु। के भन्नु अब म साथीहरू। आज हामी बसेर अहिलेको लागि चाहिँ भएन।
पैसा पर्छ अरे तर हामी चाहिँ खेल्दिनँ किनकि मैले अगाडि नै कति 1000 रुपियाँ हालेर बसिसकेको हो नि त हारिसक्यो अब के गर्नु कसैले देखेर म काबु अब भइसक्यो भरे चाहिँ मम्मीले गाल गर्नु चाहिँ थाहा छ अब भोक लागिसक्यो एउटालाई ल ल साथीहरू सब त्यहीको खाना पो थालिसक्यो फेरि तुम्बा है साथीहरू तुम्बा यता हेर्नु त्यो पानीपुरी खाएर नाकबाट सिकाने र आँसु झरेर आइसकेको छु होइन कसै मिठो छ तर आन्टीसँग अस्तिको पारीको साकेलामा पनि खाएको थियौँ कि यो पारीको साकेलामा हामी चाहिँ भर्खर नाचिसकेर पानीपुरी खाएर यहाँ हेर्नु यहाँ पनि खेलाउँदै हुँदो रहेछ हामीलाई भर्खर कति 1000 2000 कि 3000 जिताइदिउँ त्यति हो हाम्रो मम्मीहरू चाहिँ खोइ कता हराउनु भएछ आज साकेला सक्यो यो चाहिँ हामी घर फर्किँदैछौँ बाई बाई उसले चाहिँ किन मलाई चाहिँ के किन्नु भन्दा त मैले चाहिँ किनिनँ मलाई मनै पर्दैन के किन्नुलाई पनि त्यही भएर सो थ्याङ्क यू फर वाचिङ माई भिडियो थ्याङ्क यू साथीहरू अहिलेसम्म हेरिदिनु भएकोमा र राम्रो लाग्यो होला भन्ने आशा गर्दै आजको लागि बाई